So as hello and namaste everyone. It's me your Miss Rana. Welcome back to my new video. I am सबजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै छु. नेक्स्ट ब्लग इन माई युट्युब च्यानल र आजको ब्लग के हो भनेर त तपाईले थम्बनेल टाइटल हेरेर त बुझिसक्नु नै भयो होला. बल्ल बल्ल लटपटियो. एनीवे अनि आजको ब्लग के हुँदैछ भन्ने भोलि हो भाइटिका. अनि भोलिको भाइटिकाको लागि आज हामी के गर्छौं त म स्पेशली म अनि फुलको माला उनेका छन् गाइज. फुलको माला उन्नु पर्ने हुन्छ यताउति सबै कुरा. अनि भोलिको लागि सबै रेडी पार्नु पर्यो नि त. अनि म अब फुलको मालातिर उन्ने तर्फतिर लाग्छु. ओके दुधको छाली राखेर यसरी हल्लायो भने घिउ निस्किन्छ अरे. अस्ति पनि निकाल्यौँ हामीले यति जति. आज यति छ हेरौँ कति जति घिउ निस्किन्छ. घिउ निस्केपछि खानेपछि तपाईँलाई हामी देखाइहाल्छौँ. अघि त्यत्रो मैले हल्लाएको. अब यहाँ मम्मीले निकाल्दै हुन्छ पट्टाबाट घिउ. अब यसलाई टक्क लाएर खार्नुपर्छ. निकाल्दै हुन्छ मम्मीले. कति आयो देख्नु छाली अस्ति त दही पनि हाल्दै राख्दै गरेको नानी दहीको पनि त माथि माथिको हाल्दा हुन्छ. अब हामी तपाईँलाई एकैचोटि खारेर देखाउँछौँ कति घिउ निस्केछ तपाईँले. अघि मैले घिउ मतलब त हुन्छ नि दुधको छालीहरू राखेर अनि हल्लाएको थिएँ. अनि मम्मीले छाली निकाल्नु त्यो घिउ निकालिसक्नु भयो. घिउ बसेर अनि मतलब त अहिले कराईमा तार्दैछु देखाउँछु ल. यहीँ कराईमा तार्दैछु. अहिले भयो चम्मचले हल्लाइसकेर गरेको मजाले त्यो सबै हुन्छ त्यो सेतो सबै पग्लिन्छ नि. घिउ कति मजाले अस्ति पनि यति जति घिउ बसेको थियो. अब हेरौँ यसो कति जति घिउ बस्छ त्यो तपाईँलाई म देखाइहाल्नेछु. अनि यो आइडिया ट्रिक तपाईँहरूलाई थाहा छैन भने यो भिडियो तपाईँहरूको लागि चाहिँ युजफुल हुन्छ. तपाईँहरूले पनि आफ्नो घरमा दुध तताएर छाली निकालेर अनि त्यो छाली राखेर फ्रिजमा राख्नु होला. 4-5 दिनको त्यो छाली राखेको लानेर पट्टामा हालेर तातो पानी हाल्दै मजाले हल्लाएर यसरी तपाईँहरूले पनि गर्न सक्नुहुन्छ. घरमै घिउ मजाले नहुने घिउ शुद्ध घिउ तपाईँहरूले पनि खान सक्नुहुन्छ. डेलीको घिउ पनि राम्रो हो तर आफूले घरमा घिउ निस्किन्छ भने वाइ नट होइन. यो भिडियो पनि तपाईँहरूको लागि युजफुल हुन्छ. म घिउ कति बस्छ पोटिकामा यति जति बस्छ तपाईँलाई म देखाइहाल्ने छु है. हामीले कराईबाट घिउ पनि खाइसकेको छौँ. मम्मीले घिउ पनि खाइसक्नु भयो. यति भयो यहाँ नै. ए तर थोरै नै निस्कियो हो. त्यत्रो धेरै त्यो छाली थोरै निस्क्यो नि मम्मी. कति थोरै अलि अस्ति नै भन्दा त थोरै निस्क्यो. अलिक थोरै आयो. त्यो बिलाउने ज्यादा भयो क्या. बिलाउने नै धेरै भयो. त्यही पनि यति भयो. यसो भाँच्न चुस्छ अलिकति भए पनि. यो भनेको शुद्ध घिउ भयो नि त. आफूले नै घरमा खारेको राम्रो भयो. यसरी नै तपाईँहरूलाई पनि यो भिडियो युजफुल लाग्यो भने आफूले पनि गर्नु होला घरमा ट्राई है. भर्खर स्टार्ट हुँदैछ. यो भाइको लागि उन्छु त्यसपछि मामाको लागि. अनि मखमली फुल पनि छ. मखमली फुलको पनि हुनुपर्ने हुन्छ. फुलै त्यति छैन. त्यही पनि बल्ल खोजेर यताउति खोजेर गरेँ. यसपालि कहीँ फुल छैन गाइस. अनि के हो यो फुल हो. मलाई देऊ सानी यो हेर नि. यस्तो चाहिँ पनि यो चकचक गर्न त आउँछ तर सघाउन चाहिँ सघाउँछ यसले फुल. यता आउँदा यहाँ ल फ्याँकेर यहाँनिर वहाँ फुल भन्दैछ उहाँ. आज मलाई पनि फुल हो भने फुल हो फुल. अब यति फुलको माला उन्नु पर्ने छ. यताउति अरू काम पनि छ. सबै देखाइहाल्दैछु मैले. फुलको माला फुली माया उनेकी छु मैले यो मुहारमा हाँसो मात्रै देख्न पाऊ जहिले. यति भएपछि मलाई मेरो प्यारो भाइ मेरो प्यारो दाइ त हुनुहुन्न. मतलब आफूले चाहिँ ठुलो मम्मीको छोराहरू चाहिँ हुनुहुन्छ तर विदेशमा हुनुहुन्छ. अनि मैले माला पनि उनिसकेँ. मखमली माला एउटा उनिसकेँ. अर्को उन्दैछु. अनि एउटा यो मखमली र ढुङ्गे माला उनेको छु. अनि अर्को मेरो लागि पुचुक्क सानो बनाएको छु. मलाई ठुलो माला मनै पर्दैन. अब उन्ने मान्छे पनि लाउनु पर्यो नि त होइन त. अनि मेरो लागि यो. अनि भाइको लागि मैले पनि उनिसकेको छु. यो एउटा भइहाल्यो. यो मम्मीले लगाइदिएको एकजनालाई. यो पनि मम्मीलाई. भाइको लागि यहाँ पनि हुँदैछु. अझै छ यो फुल. यहाँ एकजना हजुरआमाले ल्याइदिनु भयो. उन्छु हेरौँ पुगो भने अझै माला बनाउँछु. ठुलो मम्मी आन्टी मम्मीको लागि पनि उनिदिन्छु. मेरो लागि चाहिँ भइसक्यो.
आफ्नो लागि हुनु परेन कस्तो राम्रो देख्नु फुलको माला लगाएर तिहारमा जानु स्पेसल तर माला हुँदै जान्छु हात घोच्दै जान्छु यहाँ बुढी अम्लामा घोचिसकेँ यो रिङ अम्लामा घोचिसकेँ अब सक्न आँटेँ मैले माला उठेर पनि फुलको माला भयो होला हौ कत्रो चाहियो होला यत्रो भयो है यत्रो भयो अब यसलाई भयो अब फुलको माला यहाँ सयपत्रीको दिन्छु म अनि ठुलो मम्मी र आन्टीलाई तिनवटा त पुग्दैन होला त्यो पनि पुग्दै जान्छु हेरौँ कतिवटा पुग्छ जतिवटा पुग्छ अब यहाँ मैले गाँच्छु पऱ्यो यो मखमलीको चाहिँ 2टा मात्रै हुनेको नाना र भाइको लागि एउटामा चाहिँ थुङ्गे फुल र मखमली हालेर हुनेको अरू चाहिँ थुङ्गे फुल मात्रै फुलेको यसरी फुल काहीँ छैन अरे एउटा फुललाई 250 300 हालेर के किन्नु जत्रो हुन्छ त्यत्रो लाउने हो एकछिन लाएर राख्ने त हो गाइस आजको भिडियो के कस्तो रहेछ त तपाईँले हेरिहाल्नु नै भयो तर आजको त्यस्तो खास भएन खास भनेको भोलि छ नि त किनकि भोलि रहेको छ भाइटिका सबै चेलीबेटीहरूको लागि एकदम ठुलो चाड हो नि त आफ्नो भाइलाई दाजुलाई टिका लाउन पाउन त्यो भन्दा धेरै खुसी के नै लाग्छ र मलाई पनि एकदम खुसी लाग्छ आफ्नो भाइलाई टिका लाउन पाउँदा अहिलेसम्म हरेक वर्ष मैले आफ्नै भाइलाई लगाइरहेको छु र आउँदो वर्षमा मेरो भाइलाई लगाइदिराख्न पाऊँ यही छ मेरो शुभकामना अनि सबैजना दाजु भाइलाई ह्याप्पी भाइटिका भन्न चाहन्छु देश विदेशमा रहनुभएको सबैजना दाजुभाइलाई पनि अनि आजको भिडियो के कस्तो लाग्यो होला जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला राम्रो लाग्यो लाइक कमेन्ट गर्नु होला नराम्रो लाग्यो पनि लाइक कमेन्ट चाहिँ सेयर नै गर्नु होला अनि एन्डिङमा म के भन्छु भने गाइस डु नट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड ह्याप्पी तिहार